कोसँग आएको मम्मी खै मम्मी हो बिस्तारै हिँड्न बिस्तारै लड्छ लड्छ बिस्तारै प्रदीपको छोराहरू हो के नाम भन त लु हजुर के गर्दै हुनुहुन्छ हजुर पानी के गर्नु खोइ अम्बो हो रहेछ है लड्छ त्यहाँ यता यता साइडबाट नजा नजा अहिले लड्छ यता छ मंकी मंकी ढेडु आयो ढेडु तपाईँको ब्याग ओपन आइहाल्छ पुरै खोलिएको छ पुरै खोलिएको सबैले के छ न यही लाउनु न यही लाउनु न हेर्नलाई नि हेर्दैन होस् न नाच पनि
चलो भविष्य एकदम धेरै धेरै बढाइ छ है दाम्पत्य जीवन एकदम सुखमय रहोस् ह्याप्पी म्यारिड लाइफ हैन बुढाबुढा चाहिँ एकदम राम्रो पाल्नु हेलो अन्तिममा आइपुगेछ त म मासु खाएर आएको म त भेजिटेरियन हो है मैले त छुइनँ आलु मात्र खाएको एकदम बिहानदेखि धपडी के हुन्छ धपडी कुर्दा कुर्दा मान्छे नि हो र तपाईँलाई कुरेको 12 बजे देखियो म त यार धनकुटा गएर कस्तो बिजी धनकुटा जानु हो धनकुटा रस काम नसकिकन आएको साँच्ची हो नट डाकी भन्नु गएको नगएको भएछ त्यसो भए अर्जुनले पनि हैन पुरै 50 दाजु एउटा आलु एउटाको दही खोजेको मासु खानु मान्दैन बरु दही भन्न उहाँ पैसा सक्यो सकेर भोलि आउनुपर्छ बास तान्ने हामी यहाँ पठाइदिइसकेको है ल त्यो भरे हाम्रोमा भरे हाम्रोमा
खै त हौ ल्याउनु होइन लु लिएर आइज हेट म त खाएँ ल भनेर नि ओ भाइ राजा भयो के त नौरानी जानुपर्छ डिसिजन के हो कपी चेक गर्नु कहिले ल्यायो तँ फरवर्ड गर्यो काठमाडौँ विभागमा होइन यो त यहाँको होइन सबैतिरको माग गरे त होइन त्यही भएर त नि हाम्रो धनकुटाको पनि आज इमिडिएटली ए हो शिक्षक सङ्घको अध्यक्षलाई त्यहाँ यसो झ्याङझुङ गरेर पुरै जङ्गल चाहिँ यही बाटो यही बाटो नि
राम्रोसँगले गाइदियो त्यस्तो होइन कि त्यसलाई पठाएको होइन मैले दाजु जसरी भए पनि ल पारिदिनु पर्यो यो लप